सो गाइज वेलकम ब्याक न्यू ब्लग। आजको भिडियोमा सबैलाई स्वागत छ। अनि आज चाहिँ हामी अरे कहना क्या चाहते हो? त्यही ब्लग नलाएको निकै दिन भयो होइन, 2-3 हप्ता जति कति भयो। त्यही भएर चाहिँ अब ब्लग पनि नलाएको निकै भयो। बोल्नु बानी यताउति हुन्छ नि, सबै बिर्सिसकेको छु। अनि सो तपाईँलाई थाहा भइसक्यो होला थम्बनेल अनि टाइटल देखेर। अनि आज चाहिँ करेन्ट नुडल्स च्यालेन्ज हुँदैछ बहिनी र मेरो होइन। अब के हुन्छ, कसले जितिन्छ। जित्नु त मैले जित्छु जस्तो लाग्छ होइन। अनि सो त्यही हो, यसो अलि अब ब्लग पनि नबनाएको निकै भयो। त्यही भएर चाहिँ आजको यसो छोटो मिठो भिडियोलाई मनोरञ्जन गरेर हेरिदिनु होला। अनि त्यही हो होइन, के भन्नु अरू त। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब हानिदिइहाल्नु पऱ्यो अहिले नै। लाइक गर्नुभएको छैन लाइक। सो अब चाहिँ भ्लग आइरहन्छ होला मेरो, त्यही हो होइन। अरू त के भन्नु छ र। सो अब त्यही बहिनी चाहिँ पर किचनमा करेन्ट पकाउँदै होला होइन। अनि सो त्यही हो, कस्तो कि आज अलिक ढिलो उठेर अनारै कस्तो भइरहेको सुनिरहेको जस्तो अलिक हुन्छ न अनिलो बसेर। त्यही हो, ल सो एकछिनमा भेटौँ होला। अब एकैचोटि पर भेट्नुपर्छ, पर भन्नाले खाएको एकैचोटि है त। ल साथीहरू, हामी चाहिँ अब च्यालेन्ज गर्न आँट्यौँ। के बोल्दैन, नमस्ते समस्ते भन्दै। नमस्ते गाइज, हामी चाहिँ आज के अरे के भन्छ करेन्ट चौबाजी खेल्दैछु। सो त्यही हो, अब हामी कसले जित्छ हेरौँ। हातले होइन केले चम्चीले दस हातले हान्दिने। ल गाइज अब चाहिँ हेरौँ कसले जित्छ। 1 2 3 खानु मलाई जस्तो छ तर धेर भयो क्या। त्यस्तो लागिरहेछ। ए अलिक धेर भएछ ल। बहुत तेज हो रहा है। बड़ा हरामी हो बेटा। ए अलिक धेर भएछ ल। ल हेरौँ गाइज कसले धेर खाने, कसले धेर कसले छिटो खाने है। कसले छिटो खाने। मुखदेखि पानी आइसक्यो। मेरो चाहिँ आएको छैन। है त्यसले उयो भएन नि। हुन्छ मलाई नदेख्दा नि। ल गाइज सो 1 2 3 गो स्टार्ट। पिरो छ त तिमीहरू खोर्सानी लगाइसक्यो। गाइज पिरो भयो अघि राख्नु। कति छिटो खाएको पिरो भयो भने हाम्रो यस्तो स्ट्रबेरी नि छ यार गाइज। स्ट्रबेरी त्यसो नि सबै खानु।
आमा पहिले सक्नु आँटिसक्यो मेरो पनि धेर भयो क्या देखा आपने लापरवाही का नतीजा है त बराबर लाग्यो आमा म के खाएँ गाइज चित्नेला कति त्यो बरै थाहा हुन्छ हानेलाई घाँस काट्नु जाने हानेलाई घाँस काट्नु जाने आमामा Oh my god. Piro. म बिस्तारै खान्छु ल अब म कति साह्रो पिरो मैले यसलाई सकिनँ गाइज फर्स्टमा हुन्छु सक्यो फर्स्टमा हुन्छु सक्यो मेरो डल्लै छ है के भएर साथी सक्यो अनि अरू बेला भिडियो नबनाइ खाना त मैले जितिरहन्थेँ जहिले आज त के हो यसले गाइज मैले सकिनँ मलाई इसो भेट आइदिनु कसम भनेको जसरी पनि खाइसक्नु पर्ने हो है प्रभु के भएर रुच्ने रुचेन मलाई गजब बेइज्जती अब जसरी खाइसक्नु पर्ने है अब च्यालेन्ज गरेर त्यही हो गाइस सक्छु अरू बेला त सक्थेँ हो आमामामा पिरो भयो के पानी खान्छु बरु म पानी दिएर कस्तो हुन्छ पानी खाना खाँदा जस्तो हुन्छ बडा लाग्छ त्यो गाइज यो भएन नि हौ बहुत तेज हो रहा है बहुत तेज हो रहा बराबर लगाएको हो म लाग्दैन बाघलाले चाहिँ बिराएको थियो है म थिइनँ इच्छा बढी पकाउने खेर त हँ पकाउने खेर
पाउने माथि तर केन्टे भाग्न त पाउने माथि तर केन्टे भाग्न त भयो नि त तैँले खोर्सानी धेरै छैन भयो नि तैँले खोर्सानी धेरै छैन लाग्यो नहीं मलाई अहिले खोर्सानी धेरै लाएर म पिरो खान सक्दिनँ नि त यो च्यानलमा जिते भन्दा नि हुन्छ अब फिनिस सबै फिनिस छ अब यस्ता यो पनि खाइसक्छु म ए प्रभु मैले सकिनँ यार अब पेट पोल्नु थाल्यो मैले सकिनँ के गर्नु मलाई त केही थाहा छैन यही त भेरि मैले घरमै हुर्काएको म खाँदिनँ त खायो म खाँदिनँ ल त खान्छ मारी गए मैले अन्डा खाने अब अन्डा खान्छु भएन म हारेँ गाइस अब यसले के लाउँछ मलाई के गर्ने थालपिठो धुनु लाउँछ या के गर्छ खोर्सानी खाउँ भने छैन आजकलको जमानामा यो सिजनमा डल्ले खोर्सानी त्यो सुकेको होला म हारेँ गाइस सकिनँ म दुइटा देखेँ भने खाइसक्थेँ तर यति चाहिँ म जसरी पनि सक्छु च्यालेन्ज गरेपछि त खानु पर्यो मैले 5 वटा खानु इस्टा भए पनि नखानेले म खाइदिने अब यति मात्र गाई त्यति मात्र जसरी नै हारीको के गर्नु ओके गन दुख्नु थाल्यो अब दुख्नु थाल्यो बल्ल बल्ल सक्यो हाम्रो फिनिस भइसक्यो गाइड साथीहरू हैन यसलाई चाहिँ मैले जित्न सकिनँ
यो चोटि चाहिँ फेरि अर्को चोटिमा खेल्छु त्यतिखेर चाहिँ बाजी कन्फर्म हो त्यतिखेर खतरा बाजी हुन्छ होइन सो आज चाहिँ हामी त्यति ठुलो बाजी खेलेनौँ अब यसले के लाउँछ मलाई हारेँ म हारेँ नि त अब के लाउँछस् भन के गर्नु मलाई के गर्नु आउने के गर्नु के गर्नु अब धेरै खुसी घरको बाहिर घरदेखि बाहिरको भित्र अब के त के गर्नु लाउँछस् सो अब यसले के गर्नु आउँछ यसलाई थाहै छैन अरे म जाँदैन म हार्छु भन्ने लागेको थियो मलाई अलिकति के गर्नु पर्यो भन्न त यो धुनु पर्यो या के गर्नु पर्यो त्यो होइन ल यो धुने यो धुने अनि पर भएको नि धुने ल गाई चाहिँ मलाई चाहिँ थालो त धुनु लाग्यो यसले सबै यो खाएको जति होइन अनि नहाने सो कस्तो यसले भइरहेछ मलाई ल साथीहरू आजलाई चाहिँ यस्तै भयो हारियो पनि होइन अनि लास्ट अन्तिमसम्म हेरिदिनु भएको पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु हजुरहरूलाई धेरै धेरै सब्सक्राइब गरिदिनु होला हजुरहरूलाई धेरै धेरै सब्सक्राइब गरिदिनु होला र मेरो टुकी पुऱ्याइदिनु होला त्यसपछि फेरि टुकेमा नि सेलिब्रेसन हुन्छ है सो लास्टै पिरो भइरहेछ ल अब लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला लास्टसम्म हेरिदिनु होला त धेरै धेरै धन्यवाद फर्स्टचोटि भिजिट गर्दै हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला म बोल्नु सकिनँ यति भन्दै हामी बिदा लिन्छौँ बारे राजा बिदा झार्यो भन्छ नि बारे राजा बिदा झार्यो भन्छ नि देखा आपने लापरवाही का नतीजा है अब हारेर जुठा भाँडाहरू धुन्छ ल गाइस टन्नै छ नि त हिजोको जुठो भाँडा नि छ अघि बिहान भात खाना खाएको टन्नै छ एक आरी भन्दा धेरै होला अनि सबै धुनु मलाई लाग्यो ल गाइस अब त्यो यति भन्दै भाइ ल सबैलाई बाई बाई आजको भिडियोलाई कस्तो लाग्छ कस्तो लाग्यो कमेन्ट कमेन्टमा गर्नु भनिदिनु होला ल बाई बाई टाटा ल